संसारकै पहिलो रेकर्ड। वैदेशिक रोजगारीका लागि परदेशी भूमिमा कार्यरत एक युवाले रौतहटमा उम्मेदवार लिएका ऋषि धमलाका बारेमा सत्य तथ्यमा आधारित गीत गाएका छन्। उक्त गीत सुनेर धेरैको ओठमा मुस्कान छाएको छ। ल सुन्नुहोस् साथीहरू। धादिङतिर जन्मे एउटा देशकै होनार पात्र, उनै पात्र बोलाएर हुन थाल्यो जात्रा। ऋषिजीले गर्नु गरे राजनीतिमा लार, जित्छु भन्छन् रौतहट र चुनाव लड्न आएर। यसै जित्न सक्छु भन्ने आश गरेको कस्तो, काजु बदम खाएर हुन्न गफ लडाई जस्तो। ऋषि आफै भोट माग्नलाई रौतहटमा गए, जनताको दुःख देख्दा साह्रै भावुक भए। उखु पनि बोक्न थाले, आरोले काट काटे, होटल गर जेरी हाले, टेम्पू समेत हाँके। भाडा पनि माझ्न थाले, खुट्टा समेत ढोके। भोट माग्ने नि यो त साह्रै नौटङ्गी नै भोके। बल्ल पो पिर पर्न थाल्यो, यसै हो र देश यस्तो बनेको। ऋषि दाइलाई जिताउनुहोस्, सुख पाउने भए, घर दैलोमै लगाउनुहोस्, बाँकी काम रहे। गोबर पनि फाल्न लाउनुहोस्, दैलो पनि पोत्न, पहिलेदेखि सिपालु थे हलो पनि जोत्न। यही हो मौका जनता हो, फाइदा पुरै लिनुहोस्। भोट चाहिँ दिँदा सज्जन दुर्जन मान्छे हेरिदिनुहोस्। रौतहटमै भनेका छन् घरजाम गरी बसम, सोचे होला यति भसी जनता सबै फसम। छाती ठोकी भन्न सक्छु तिम्रै हुन्छ हार, फर्के हुन्छ रौतहटमा लाखौँ लाग्छ कार। जनतालाई झुकाउनलाई गफ लगाएको हेर्न, बुढी फेरे जस्तो हुन्न देशको मुहार फेर्न। नमस्कार हजुरहरूलाई यो गीत कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने अन्तिम समय हेरेर लाइक र सेयर गर्न नबिर्सनुहोला। यदि लाइक र सेयर गर्नु कि जहाँ ऋषि धमलाले पनि हेरुन्, अनि भोट माग्ने तरिका पनि रमाइलो र कमेडियन भएको हुँदा यी युवाले यस्तो तरिकाले गीत गाएका छन्।